आज फेरि असिना पानी भित्रै आइरहेको असिनाको डल्ला डल्ला देख्छ भित्रसम्म के भएको यो गुरुरु झरेको मकैको दाना जस्तो युरिया मल जस्तो कति झरेको जम्मै असिना होइन असिना परेर आफूलाई चिसो लागेर टन्सिल भएर फेरि आज पनि है त्यो आँगन त पुरै कामै भइसक्यो है यस्तो छ असिना त्यहाँ भुइँमा पनि कति धेरैजना गइसकेको नि म त चिसोले म त फेरि दिनकै पानी पर्ने दिनकै असिना पर्ने के गरी त्यो बाँच्छ होला अब यता मान्छेहरू है साथी यस्तो बिजोग छ किमताङमा।